एभ्रिवान वेलकम ब्याक टु माई ब्लग। आजको ब्लगमा चाहिँ अनबक्सिङ वाला ब्लग हो। यो चाहिँ मेरो पर्स हो जुन चाहिँ मैले फ्लिपकार्टबाट मगाएको थिएँ रनिङ सू, किनकि अहिले म रनिङ गर्दैछु नि त। रनिङको लागि चाहिँ एकदम राम्रो हो यो रनिङ सू, जो कि मैले बहुतै हेरेर अर्डर गरेको थिएँ र अर्डर गर्दा चाहिँ राम्रो लाग्यो। यो चाहिँ रेड टेपको सू हो। अगर तपाईँहरूलाई पनि चाहियो भने लिङ्कमा भन्नु होला। सो लेट्स सी गाइस। जो कि यो मैले फर्स्ट टाइम यो एराउन्ड 2000को यो बिचमा पाइहाल्नुहुन्छ तपाईँले। बजेट फ्रेन्डली नै हो, ठिकै छ, एफोर्डेबल प्राइसमा पाउनुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ यो रहेछ। वाउ गाइस, हेर्नु त, मजा लाग्यो। म चाहिँ दामी लाग्यो। अकॉर्डिंग टू द प्राइस र अलिक एफोर्डेबल भी छ। म चाहिँ एकदम मस्त लाग्यो। र यसको प्रडक्ट भन्नुपर्दाखेरि चाहिँ यो जुन चाहिँ त हिल छ, हिल टाइपको चाहिँ अलिक ठुलो यत्रो मोटो हुन्छ, यत्रो चाहिँ छ र रनिङको लागि पनि ठिकै हुन्छ। यहाँ चाहिँ अलिक नेट टाइपको छ, एयर फ्री टाइपको, एयर भी उयो गर्छ। बहुत राम्रो प्रडक्ट चाहिँ, एकदम दामी लाग्यो गाइस। अगर तपाईँहरूलाई भी चाहियो त लिङ्कमा भन्नु होला। फर्स्ट टाइम आई बॉट दिस विदाउट टेलिंग टू माई पेरेंट्स, जो कि मैंने अपने पैसे से खरीदा है और मैंने अभी तक मेरे पेरेंट्स को भी नहीं बोला है गाइस। बहुत राम्रो लाग्यो। ओके, बाय बाय।